हेलो गुड मर्निङ माई डियर भ्युवर्स है। आज म तपाईँहरूसँग मेरो फिलिङ्स सेयर गर्दैछु है। त्यो जसलाई पनि हुनसक्छ र म चाहिँ तपाईँहरूलाई है कमेन्ट सेक्सनमा तपाईँहरूलाई के लाग्छ होइन, तपाईँहरूले मलाई कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला है। जति पनि मेरो भ्युवर्सहरू हुनुहुन्छ तपाईँहरू सबैजनालाई भनेको है त। मेरो फिलिङ्स चाहिँ के छ भन्दाखेरि चाहिँ छोरी हुनु त एकदमै सजिलो लाग्यो मलाई होइन, तर बुहारी हुनु र बुढी हुनु चाहिँ एकदमै टफ लाग्यो। साथै मलाई आमा हुनु पनि सजिलै लाग्यो है, किन भन्दाखेरि मेरो नानीहरू दुईवटा छ होइन। एज अ मदर मैले एकदमै ममको रोल एकदमै राम्रो प्ले गर्दैछु है। अब अझै छ, अहिले त भर्खरै मेरो स्टार्ट भएको, दुईवटा मात्रै बेबी छ होइन। अनि म एज अ डटर पनि म एकदमै राम्रो डटर है, तर म एज अ वाइफ र एज अ डटर इन ल चाहिँ मलाई एकदमै टफ लाग्यो। संसारको सबैभन्दा साह्रो काम चाहिँ बुढी हुनु र बुहारी हुनु लाग्यो मलाई चाहिँ होइन। तर त्यो चाहिँ सबैको फ्यामिलीमाथि डिपेन्ड गर्छ। मेरो फ्यामिली चाहिँ अब म नराम्रो छ मेरो भन्नु चाहेको होइन, तर मलाई चाहिँ एकदमै साह्रो पऱ्यो, एकदमै साह्रो, एकदमै टफ। जुन चाहिँ मेरो यो के भन्छ मेरो काम, म एज अ टिचर है, म एउटा ड्युटी गर्छु होइन। म एउटा गभर्मेन्ट टिचर भएर पनि मलाई त्यति साह्रो काम लागेन जुन चाहिँ मलाई बुढी र बुहारी हुनुमा मलाई लागेको छ। यस्तो हुँदो रहेछ क्या। अनि म के भन्छ जति नै गर्दा पनि हुन्छ नि जसै पाउँदैन रहेछ है। अनि अर्को कुरा त अब ठिकै छ, यो मेरो पार्ट सक्यो होइन। त्यहाँदेखि म अर्को कुरा चाहिँ यहाँ के राख्छु भन्दाखेरि चाहिँ यो चाहिँ मेरो होइन, यो चाहिँ म आफै सोचेको है। अब म जस्तो लेडी होइन, म जस्तो वुमेन त कति छ, म्यारिड पर्सन जसको अब बेबीहरू छ होइन, जसको सासू ससुराहरू छ है। अन्त सपोर्टिभ हुन्छ एउटा होइन, एउटा चाहिँ सपोर्ट नगर्ने है, एउटा सपोर्ट गर्ने एउटा नगर्ने हुन्छ। अनि सासू ससुरा र बुढा सपोर्टिभ छ भने त्यो बुहारीको लाइफ कस्तो हुन्छ है। सासू ससुरा र यो बुढा चाहिँ सपोर्टिभ छैन भने त्यो बुहारीको लाइफ कस्तो हुन्छ हो। अनि अर्को कुरा त के हो म भन्छु भन्दाखेरि चाहिँ जसलाई पनि है अब सपोर्ट पाएको छैन जो पनि, उहाँहरूले चाहिँ के गर्दा हुन्छ। अब बुढीले 100% दिएको छ, बुहारीले 100% दिएको छ, रही भए पनि उसलाई केही जसै छैन, 0.1% पनि उसलाई जस छैन भने के गर्नुपर्ने त्यो बुहारीले है त।